हेलो एभ्रीवान, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू ब्लग। र आजको मेरो ब्लग स्पेशल भनेको दशहरादेखि सुरु हुन्छ। आज दशहरा, सबैले ह्याप्पी दशहरा। र आजको मेरो ब्लग यहाँदेखि सुरु हुँदैछ। म भर्खर घाँस काटेर आएको र घाँस काटेर आजको मेरो दिनभरिको दिनचर्या के छ त त्यो तपाईँहरू देखाउन कोसिस गरिरहेको छु। आज म जङ्गल जाने, च्याउ टिप्ने र च्याउ पकाएर गाउँको एकदम अर्ग्यानिक भिडियोहरू तपाईँहरू सामु राख्ने कोसिस गरिरहेको छु। सबैले मेरो युट्युब च्यानल लाइक सब्सक्राइब गरिदिनु होला, सबैले माया गरिदिनु होला। मबाट के गल्ती या त्रुटिहरू भयो भने तपाईहरूले एकदम सल्लाह सुझाव दिन सक्नुहुनेछ र त्यसको लागि तपाईहरूले लाइक कमेन्ट गर्नु होला। घाँस काट्नुतिर लाग्यौँ अनि घाँस काट्न जाँदा मकैबारतिर घाँस काट्न गएको म खेतमा। अनि खेतमा यस्तो फर्सीको मुन्टा देखेँ। त्यसपछि तरकारी पनि छैन भनेर तरकारी खानको लागि फर्सीको मुन्टा र पात टिपेँ। त्यसपछि यसो हेरेको त फर्सीको साग एकदम धेरै रहेछ, टिपेर राखेर अनि घाँसतिर हेर्न गएँ। अनि घाँस हेरेर अनि घाँस देखेँ। त्यसपछि अब यो काट्छु भनिरहे गरेर बिस्तारै घाँस काट्न सुरु गरेँ। घाँस त यति मजाको थियो कि जति काट्यो त्यति काट्नु मन लाग्ने हरियो घाँस, एकदम भर्खर पलाएको घाँस थियो। त्यसपछि घाँस काटेँ अनि यस्तो घाँस काटेर भ्याइसकेपछि खन्याउतिर गएँ। खन्या खोज्न पाकेको छ कि छैन भनेर। खन्या त लत्रम्म खन्या रहेछ अनि एक दुईवटा पाके रहेछ, एक दुईवटा टिपेँ अनि भइगयो भनेर एक दुईवटा चाहिँ यसै टिपेर अरू पाक्नलाई छाडिदिएँ। पाकेपछि खान जाने त्यतिकै छाडेर आइदिएँ। त्यसपछि भुइँकोटातिर गएँ। हाम्रो चाहिँ भुइँकोटा एकदम जताततै पाइन्छ क्या, त्यति जङ्गलतिर पनि एकदम भुइँकोटा फलिरहेको रहेछ। यसो जङ्गलतिर हेर्न गएको त अनि त्यो हल्का केराहरू पनि थिए। अनि त्यो भुइँकोटाहरू यसो अरू पनि फलेछ कि भनेर हेरेको त धेरै फलेको रहेछ। अनि यहाँ पनि एउटा फलेको रहेछ, फेरि यसो निहालेको उतातिर पनि एउटा फलेको रहेछ, कुनातिर पनि अन्त एउटा अनि यहाँ माथि एउटा फलेको रहेछ। त्यसपछि बहिनी दिदी हजुरको लागि गिफ्ट आएको छ भने अनि के गिफ्ट आएको रहेछ भनेर यसो हेरेको त साडी पुऱ्याइदिएको रहेछ साथीले। साडी अनि मक्क हुँदै म भारी बोकेर घाँसको भारी बोकेर अनि घरतिर लाग्यौँ। घरमा आएर गरुलाई थोरै घाँस हालिदिएँ। खुसी हुँदै गरुले घाँस खान थाल्यो। त्यसपछि मैले भैँसीलाई पनि थोरै राखिदिएँ अनि भैँसी पनि मक्क हुँदै ओहो यति मिठो घाँस भन्दै रमाउनु थाल्यो। त्यसपछि बङ्गोले खै त मलाई खानेकुरा भन्नु थाल्यो। अनि त्यसको लागि चाहिँ अलिपछि म तँलाई भुस पकाउँछु भनेर त्यसलाई पकाउँदै गएँ। त्यसो खुसी हुँदै झन् हस् हस् भन्न थालेँ। अनि त्यसपछि म बाख्राको बच्चालाई थोरै घाँस काटेर ल्याएको थिएँ, किनकि हाम्रो बाख्रा आमाहरूले छोडिसकेको थियो नि त। अनि बाख्राको बच्चा मात्र थियो। अनि बाख्राको बच्चालाई घाँसहरू दिनका लागि फकाउन थालेँ। अनि बाख्राको बच्चा पनि खुसी हुँदै घाँस देखेर खुसी हुँदै यस्तो टाउको जुलाउन आयो कि त्यसपछि ल तिमीलाई घाँस दियो भने घाँस दिएको त खुसी हुँदै खान थालेँ। अनि त्यसपछि म आजको दशहराको स्पेसल भाले काट्नेतिर लागेँ। भाले छोप्न गएँ अनि भाइलाई दिएँ। त भाले काट भने भाइले हुन्छ भन्दै भाले काट्न लाग्यो। अनि म चाहिँ भाले काटेको हेर्न डराएर ताप कसेँ यतातिर। त्यसपछि म त्यहाँ भाले काट्दा यता पखाल्नको लागि सफा गरेँ। अनि त्यो भाले काटेको ब्लडहरू सफा गरेर एकदम प्याजहरू पखाल्न लाग्यो। अनि प्याजहरू पखालेर त्यसपछि अनि भाइले फेरि एकदम भाले काटकुट पारेर एकदम पखाल्नेतिर लाग्यो कि फेरि हामी पखाल्छौँ नि त। अनि त्यसपछि फेरि म भालेको लागि मासुको लागि स्पेसल मसला पिस्न लागेँ। अनि गाउँघरमा चाहिँ हामीले त्यस्तो केही पनि मिसाउँदैन, एकदम सादा मसला पिनेको हुन्छ। र अदुवा चाहिँ छन त छ तर खान नमिले भएर अनि लसुन धनियाँ जिरा सुकेको खुर्सानी मात्रै पिसेँ। अनि यस्तो मजाले पिसेँ बल्ल मसिनो हुन थाल्यो, बल्ल पिसिन थाल्यो। यस्तो हात पोल्यो थियो नि खुर्सानीले। त्यसपछि पिनिसकेपछि मसलालाई एउटा प्लेटमा राखिदिएँ। अनि सबै एकताल लागेको थियो नि त धुँगामा। त्यसपछि त्यो मसलाहरू एकदम सोरेर राम्रोसँग राखिदिएँ। र त्यसपछि प्याज काट्नेतिर लागेँ भाइलाई सघाउनको लागि। म चाहिँ होइन कि भाइले एकदम मासु बनाउनु लागेको थियो नि त आज दशहरा, त्यही भएर चट प्याज काटेँ म। अनि हाम्रो प्याज यस्तै हो, घरमा उगाडेको प्याज हो नि त, अर्ग्यानिक, कुनै पनि विषादी वस्तुहरू प्रयोग नगरेको हुन्छ नि त एकदम। त्यसपछि भाइले कराई बसालेर प्याज हालिदिएँ मैले। अनि प्याज फट फुराउन थालेँ। अब प्याज फुरिसक्यो भनेर फेरि अब मासु भालेको मासु एकदम भुट्न लाग्यो। अनि मासु हालेँ। त्यसपछि त प्याज त हल्का डढिसकेको रहेछ। ला अब त खायो गाली भनेर छिटो मासु हालेँ। अनि आगो पनि एकदम दन्किरहेको थियो कि। अनि त्यसपछि मजाले मासु हालेँ।
यो हाम्रो चाहिँ फेरि अलि यस्तो आन्द्राहरू पनि अलि मम्मीले रुचाउनु भएर अनि आन्द्रा पनि हाल्यौँ। त्यसपछि कसैले त खानु हुँदैन नि त आन्द्रा सान्द्रा भित्रन्सहरू, त्यही भएर हामी चाहिँ खान्छौँ गाउँघरको मान्छे लोकल कुखुरा भनेर। त्यसपछि मसला ससला भन्नु पनि पहिला बेसार राखेँ, बेसार राखेर पाटपुट भुल्यो। त्यसपछि हल्का भुटेपछि नुन राखिदिएँ, स्वादअनुसारको नुन राखिदिएँ हामीले। अनि नुन राखेर मजाले फ्राई गरेँ मासुलाई, एकदम भुटे गरेँ। चलाउँदा हात पुग्न थालिसक्यो भरे कहिले तातिन्छ भन्ने भइसक्यो। त्यो रातो नहुने कहिले यस्तै। अनि त्यसपछि बुद्ध हल्का रातो हुँदै गयो। त्यसपछि मजाले चलाउँदै गएँ। अनि एकछिन चलाएपछि बल्ल मासु रातो हुँदै गयो। अनि रातो भएपछि फाइनली मासु पाके। सबै टमाटरहरू राखिसकेर सबै मसला राखिसकेर त्यसपछि हामीतिर फेरि सुरुमा बाजेलाई चाख्ने दिन्छौँ क्या। त्यसपछि बाजेको लागि छुट्टै कचरामा मासु राख्थेँ थोरै। अनि बाजेलाई मासु राखेर अनि झोल पनि थोरै सुप पनि बनाएको हो त, हामी लोकल कुखुराको सुप बनाउँछौँ। त्यसपछि बाजेलाई 1 गिलास रक्सी र यो मासु दियौँ। अनि त्यसपछि लागे दिउँसो च्याउ खोज्नतिर जङ्गलतिर लागे बाख्रा लिएर, बाख्रा चराउँदै। अनि जङ्गलमा जाँदा त यस्तो जाँदा अनि यस्तो हेरेको त कति धेरै सले चाहिँ उम्रिया रहेछ। अनि छिटो टिप्यो, कोही छ कि भनेर छिटो च्याउ टिप्यो। अनि च्याउ टिप्दा अनि यस्तो मजाको च्याउ, कोही कुपिला कोही चाहिँ यस्तो फुलिसकेको रहेछ। अनि हामीले चाहिँ अहिले एकदम च्याउ उम्रिरहेको छ कि मजाले च्याउ लिएर आएँ। हाम्रो गाउँतिर फेरि यस्तो मुल्तानी मिट्टी भन्ने पाइन्छ नि के। मुल्तानी मिट्टीहरू खान्छ नि त कति भिडियोहरूमा, क्ले क्रन्च भन्ने सर्च गर्नु न कति आउँछ खानेकुरा। यस्तो मिठो हुन्छ यो ढुङ्गा। म पनि डेली यस्तो कहिले काहीँ गएको बेला यस्तो हल्का चाख्छु। यस्तो जति खाएँ त्यति खानु मन लाग्छ यस्तो ढुङ्गाले। यस्तो कस्तो मिठो हुन्छ नि, एकदम राम्रो गुलियो एकदम स्वादिलो हुन्छ कि एकदम मिठो हुन्छ। यो इन्डियातिर पाइन्छ भन्छ तर नेपालमा सस्तै पाइन्छ है साथीहरू, कसैलाई चाहिन्छ भने। त्यसपछि घरमा आएर आँप खानु पर्यो भनेर यसो आँप हेरेको, बोटमा त 2-3 त फलिरहेको रहेछ। अनि पाके कि नै भनेर यसो छामछुम गर्न गएको त पाकेकै रहेनछ आँप त। अनि यो आँप पाकेपछि खाम्ला भनेर अनि अनार हेर्न गएको, अनार पनि पाके कि नै भनेर। हाम्रो पनि अनार अहिले एकदम धेरै फलिरहेको छ, लत्रमै बोट पनि ठुलो छ। अनि त्यसपछि अनार चाहिँ धेरै फलेको तर पाकेको रहेनछ, सबै काँचो फलिरहेको। अनि अरू पनि फलेछ भने यसो हेरेको त यहाँ यसो भित्र हेरेको त 3टा झोप्पा फलिरहेको रहेछ अनार पनि। हाम्रो अनार फेरि हरियो खालको होइन, सेतो खालको हुन्छ हाम्रो अनार। पाकेपछि चाहिँ त्यस्तै हो, बरु बोक्रा चाहिँ सेतो हुन्छ। त्यसपछि यस्तो घरको बगैँचातिर गइदिएँ। हाम्रो यहाँ कतरको बगैँचा हो नि त, यो चाहिँ रुख कतर हो हाम्रो। रुख कतर एकदम अलि चाहिँ पाक्ने बेला भएन, अब असारतिर पाक्छ। अझ एकदम फलिरहेको छ, लत्रमै फल्यो। कति टिपेर तरकारी खाइसक्यो तर पनि नतुर्याउन सकेन। अनि त्यसपछि एकदम ठुलो रुख छ कि यो फेरि हाम्रो घर नजिक हो यो बगैँचा भएको। फेरि ठुलो फल्यो यहाँ कतरा ठुलो फलेको हो। त्यसपछि यो कतर पाकेपछि खाने भनेर ल हुन्ड्यो भनेर त्यसपछि म भुइँकतरतिर लागेँ। हाम्रो फेरि भुइँकतरको बगैँचै ठुलै हो कि। अनि भुइँकतर हेरेर फुलतिर लागेँ। अनि मैले फेरि बिहानै फुल गोड्नुपर्छ भनेर यसो कल्पना गरेको थिएँ। अनि अहिले फुर्सद भएको बेला हुन्छ अहिले गोड्छु भनेर अहिले बेलुकातिर गोड्न थालेँ। अनि मेरो फेरि फुलहरू एकदम मनपर्छ, फुलहरू एकदम रोप्छु। सधैँ फुलहरू नरोपे त मलाई शान्ति हुँदैन, फुलहरू रोपेको हुन्छु गोडबाड गर्छु त्यस्तै हो। अहिले चाहिँ हाम्रो घरमा एकदम यो खोइ के भन्छ यो फुललाई, लाउरी फुल भन्छ हाम्रोतिर। अनि यो फुलहरू यस्तो के फुलहरू छ टन्नै। अनि त्यसपछि फुलहरू गोड्न थालेँ। अनि मैले चाहिँ यसै फुलहरू गोड्दै अस्ति नै पारी गएको थिएँ। पारी गएको बेला साथीको घरमा त्यस्तो गुलाबको फुल पनि देखेँ, त्यस्तो राम्रो कि बुके जस्तै फुलेको कि सबै बराबर ठुलो। अनि त्यो फुलहरू त्यो गुलाबको फुल हाँगा भाँचेर ल्याएर लगाएको थिएँ। खोइ हाम्रो त्यस्तो मसिनो फुली के पो भएर हो। अनि त्यो गुलाबको फुललाई पनि हल्का त्यो फुली भ्याएको त्यो फुललाई टिपेर फाल्दै, नत्र त्यतिको राख्यो भने फेरि त्यो सुक्छ नि त बिग्रिन्छ। त्यही भएर त्यसलाई टिपेर फाल्नुपर्छ। त्यसमा पनि हल्का गोलमाल गरेँ, त्यहाँ फेरि काँक्रो उम्रिया रहेछ आफै। अनि त्यसपछि प्लान्टहरू देखाएँ फुलहरू एकदम। मेरो घरमा फुलहरू भनेको यस्तै हो। यो फुलहरू भर्खर रोपेर आएको, अस्ति भर्खर रोपेको 2 दिन भयो बाँचिरहेको फुल पानीले गरेर बाँचेको।
बर्खाको झरीले गर्दा एकदम फुलहरू सार्न मिलिरहेको छ त। हामी चाहिँ कुनै नर्सरीबाट फुल ल्याएको हुँदैन, हामी यस्तै गाउँघरमा भएको फुलहरू हाँगाहरू सारेर यत्तिकै फुलहरू रोप्ने गर्छौँ। अनि हाम्रो यस्तो फुलहरू एकदम धेरै पाइन्छ कि। त्यसपछि यो बास्ना आउने के फुल चाहिँ यस्तो, अनि यो सयपत्री फुलहरू, यो लाउरी फुलहरू बहुत मैले गरेँ। अनि फुलमा जहिले जति मल हाल्यो त्यतिकै झार आउँछ, च्याउ लाग्छ। अनि यो प्याजको फुलहरू चाहिँ कहिले फुल्यो, कहिले फुल्दैन मेरो घरमा प्याजको फुलहरू चाहिँ भगवान्। अनि यसो हेरेको त्यही रबर फुल पनि यस्तो झरेको बसेको रहेछ, उठाएँ अनि गोलमाल गरिदिएँ। अनि यस्तो हेर्न गएको थिएँ, एउटा यस्तो मजाले फुलेको रहेछ, त्यो पनि एक पत्रीवाला। अनि यस्तो यो चिम्ली फुल पनि यस्तो फुलेको रहेछ कि यस्तो राम्रो छ। अनि यसको बिचमा पनि यसो झारहरू उखालेँ। अनि यस्तो हेरेर एउटा त्यही मैले एउटा गुलाबको फुल रोपेको थिएँ, त्यहाँ पनि 3-4 लगाएको थिएँ गुलाबको फुलहरू। अनि यहाँ पनि एउटा हाँगा बसेको रहेछ। अनि यस्तो मक्क परेँ, खुसी भएँ। त्यसपछि यता पनि गोलमालो गरेँ। अनि त्यहाँ पनि फेरि एउटा गुलाबको फुल देखेँ, ए यो त यहाँ पनि बसेको रहेछ, मैले त थाहा नै कि यहाँ रोपेछु भनेर। अनि त्यसपछि यो पनि पलाएर रहेछ, अनि एकदम खुसी हुँदै त्यसो गोलमालो गर्न थालेँ। अनि फुल गोड्दै गोडेँ, अनि त्यसपछि गोडेर अनि यस्तो आएको त गोडहरू फुलमा त पुरै झार पलाएर बसेको रहेछ। अनि हाम्रो फेरि यो लसुन फुल हो के भन्छ, अस्ताको फुलेर धमक्कै फुलेर अहिले चाहिँ यस्तो भएर बस्यो। अनि यो गुडहरू फुल टन्नै छ है, यो सेतो खाले गुडहरू फुल। अनि यो चाहिँ प्याजको फुल हो, प्याज फुल भन्छ यो। 2 थरीको फुल चाहिँ एउटै हाँगामा, यो प्लान भयो। अनि यो पनि एउटा प्लानै भयो। अनि त्यसपछि यतातिर हेरेको त फुल त पुरै मरिरहेको रहेछ। म त बाँची छ भनेर मक्क बजाएको थियो, फुल मर्ला रहेछ। त्यसपछि यो तुलसी पनि यस्तो बास्ना आउने हरर गराउने गरी फुलिरहेको रहेछ। अनि यस्तो फुल चाहिँ त्यहाँ छोएँ। त्यसपछि यतातिर गोलमाल गर्न लागेँ फुलहरू। अनि यस्तो गोलमाल गर्दा गरेँ। अनि यसो हेरेको त त्यहाँ पनि फुल बाँचिरहेछ। अनि यो मैले घिउकुमारी यो एलोभेरा लगाएको चाहिँ 1 हप्ता जति भयो। अरू त बाँच्छ हाम्रो घरमा, किन पो जहिले मर्छ यो एलोभेरा, जहिले मर्ने हो कि। त्यही भएर अस्ति पनि उखालेर फालिदिएँ, आज पनि राखेको छु। अनि फेरि जङ्गलबाट आएको च्याउहरू, जङ्गलबाट खोजेर ल्याएको च्याउहरू उखालेँ। अनि अलिकति माछा भेटिदिएँ, त्यो माछा च्याउहरू दिनको यस्तो भिडियोहरू राखिदिएँ सर्टमा। अनि त्यसपछि च्याउहरू पखालातिर लाग्यो, पखालेर अनि बेलुकाको तरकारीको लागि च्याउ पकाउन लाग्यो बल्ल कराई बसाले। अनि थोरै प्याज राखेँ। अनि त्यसपछि मसला के अरे त्यसपछि बेसार राखिदिएँ, थोरै बेसार राखेर स्वादअनुसारको नुन राखिदिएँ। अनि यो च्याउलाई चाहिँ धेरै उयो गर्नु हुने क्या। अनि तेलले के अरे पानी हाल्ने हुने। त्यसपछि टिमुरहरू के मसला पिसेको राखिदिएँ। अनि जहिले पनि च्याउ पकाउन टिमुर चाहिँ हाल्नुपर्छ ल। अनि ल अब मेरो च्याउ पनि रेडी भइसक्यो। त्यसपछि च्याउ सबैलाई बाँड्नेतिर लागेँ। अनि च्याउ कतरमा हालेर अनि यस्तो च्याउमा फेरि यस्तो। फाइनली गाइस मेरो भ्लग चाहिँ अब यहाँदेखि इन हुँदैछ। थ्याङ्क्स फर वाचिङ।